निको पर्ने वाला मेरा यीशु राजा, निको पर्ने वाला मेरा यीशु राजा। धन्यवाद स्तुति महिमा जय जयकार गराउँछु, धन्यवाद स्तुति महिमा जय जयकार गराउँछु। निको पर्ने वाला मेरा एकचोटि हस्पिटलमा गएर देखेर हुँदैन। हालेलुया। प्रभुको चरणमा हमेशा देखा पर्नुपर्छ। मण्डलीको चरणमा, प्रभुको दासको चरणमा बल्ल तपाईको जीवनमा ठुलो काम हुन्छ। हालेलुया। मसँग निकाल्नु सबैजनाले योएल अगमवक्ताको पुस्तक निकाल्नुहोस्। अघि प्रभुको दासले त बताइसक्नु भएको छ, तरै पनि मैले थोरै केही कुराहरू तपाईहरुलाई योएल अगमवक्ताको पुस्तकबाट मैले बोल्ने मलाई मन भयो। हालेलुया, हालेलुया। सम्पूर्ण हृदयले उपवास बसेर रुँदै र शोक गर्दै मतिर फर्क। आफ्नो लुगा होइन तर आफ्नो हृदय फटाएर परम प्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी र दयामा भरपूर, रिस गर्नमा ढिलो र प्रेममा भरिपूर्ण हुनुहुन्छ। र अन्धा बर्तिमईको कहानीलाई हेर्नुहुन्छ भने उसको आँखालाई जब उसले देख्यो, उसले येशूलाई हेर्यो र कहिल्यै पनि उसले पापमय संसारमा फर्किएन र उसले जिन्दगीको रहल जीवनमा परमेश्वरको आराधना गर्यो। आमेन। यदि के तपाईँ चाहनुहुन्छ, तपाईँ थोत्रो मात्र जिन्दगी लिएर प्रभुलाई दिनुभएको छ। हामी कोही पनि हामी स्ट्यान्डर्ड छैन, तर यो जीवनमा प्रभु उपस्थित हुन चाहनुहुन्छ। परमेश्वरको आत्माले तिमीलाई टच गर्दै हुनुहुन्छ। यस होली गॉस्टको फायर बी हिल इन द नेम अफ जीसस। यस हालेलुया। सुन्नु सुन्नु सबैजनाले सुन्नु। कोही यस्तो व्यक्ति हुनुहुन्छ बाहिर देश जान चाहनुहुन्छ, तपाईँ अगाडि आउनुहोस्, दौडेर अगाडि आउनुहोस्। अनि मैले सपनामा अघि प्रार्थना गर्दै गर्दा मैले उहाँलाई भनेको थिएँ, मैले छुन बित्तिकै अनि तपाईँले खराब सपना देख्नुहुन्छ भनेको थिएँ। यो भविष्यवाणी होइन, अघि नै मलाई उहाँ भइसकेको हो। तपाईँ पनि अगाडि आउनुहोस् अनि पत्थरीको बिमारी पनि अगाडि आउनुहोस्। जसलाई मैले अघि अगाडि आउनु भनेको थिएँ उहाँ चाहिँ आउनु होला। जो चाहिँ बाहिर जाने प्लान छ, तपाईँको लागि भविष्यवाणी हो। तपाईँ यदि विश्वास गरेर त्यो व्यक्ति महु भनेर आउनुहुन्छ भने आज ठाउँ अलि पछाडि सर बाबु, अलि पछाडि सर। यस हालेलुया। अनि डाक्टर साहबले के भन्नुभएको छ नानी तपाईँलाई? कति एमएलको छ? अलि जोडले भनिदिनुहोस् न, सबले सुन्ने गरी। कति एमएलको? उहाँको पत्थरी 5.5 एमएलको छ अरे। मैले अघि उहाँलाई शिरमा हात राख्ने बेलामा मलाई के मनमा आयो। अनि कति भयो यस्तो भएको? 2 वर्ष भयो अरे। अलि जोडले भनिदिनुहोस् न। आज छुट्न चाहनुहुन्छ? यदि यो पुरामाइत आउनु जिजस, तिमीमाथि पवित्र आत्माको म स्पर्शले टच गरेको म चाहन्छु। तिनीजनाले आसमाको तिनीजनाले के हो तपाईँको? ए रक्सीले आसमामा कति वर्षदेखि हो? धेरै वर्ष भइसक्यो। विश्वास गर्नु, ठुलो विश्वास गर्नु, पछाडिबाट हात बढाउनु। जिजस हालेलुया। स्पर्श परमेश्वरको आत्माले टच होली गॉस्टको फायर बी हिल इन द नेम अफ जीसस। प्रभु तपाईले भन्नुभयो मोसालाई
तैले चट्टानलाई बिस्तारै छु अनि त्यहाँबाट पानी आयो। इजरायलीहरूले पानी खाने कुरा थियो प्रभु, तर मोसाले जोडले हान्दा प्रभु मोसा साँच्चै नै परम प्रभु दूध र मह बग्ने देशमा गए, तर प्रभु उनी देख्न पाए, जान पाए। येशूको नाउँमा ईश्वरको लोग्नेलाई तपाईँ परमेश्वरले हिल गर्नुहोस्, निको पार्नुहोस्। हस्ताको लोग्नेलाई निको पार्नुहोस्, रक्सीको आदतबाट छुटकारा दिनुहोस्, हिराको लोग्नेलाई छुटकारा दिनुहोस्। येशूको नाममा पार्वतीको लोग्नेलाई टच गर्नु, छुनुहोस् प्रभु, फर्काउनुहोस्। धन्यवाद येशू प्रभुको नाम। इनको लाइफमा म आजबाट प्रभु जो जसले रक्सी खान्छ तपाईँ परम प्रभुले उनलाई सुधार्ने मन दिन दिनुहोस्। धन्यवाद येशू प्रभुको नाम। आमेन आमेन आमेन। उपवास गर्छौँ, प्रार्थना गर्छौँ, सुसमाचार सुनाउनु पर्छ। अनि रोमी 10:13 के भन्छ? प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउँछ, हरेकले उद्धार पाउने हुनुपर्छ। हालेलुया। अनि उद्धार पाउने भित्रका हौँ कि हामी अब उद्धार नपाउने आफूलाई मात्रै सीमित राख्ने भित्रका हौँ? अरूलाई पनि बाँड्नुपर्छ, हरेकले उद्धार पाउँछ उहाँको नाउँ पुकार्ने। अनि यस कारणले हामी धेरै कुराहरूमा चिन्तित हुनुपर्छ, धेरै कुरामा होसियार हुनुपर्छ। देब्रेपट्टिको किकबाट प्रभु यस पत्थरीलाई म होली गस्टको फायर बी हिल इन द नेम अफ जीसस। तपाईले छुनुहोस्, निको पार्नुहोस्। हजुरको महिमा सपना खराब होला को तपाईँ हिलाउनुहोस्। जीसस हालेलुया 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 हालेलुया। रे बाबा सन्दल रे बेरे शिखर बरी खला बरा र बरा रे बाबा सन्दल रे बेरे शिखर बरी खला बरा र बरा शिखर बरी खला बरा र बरा। यो पत्थरीको आत्मा होइन, यो दुष्ट आत्माको काम हो। येशूको नाममा यस नानीबाट यो पत्थरी दुष्ट आत्मासँग लगेर जातिर कोही अधिकार छ। तपाईले के सपना देख्नुहुन्छ खराब? भन्नु नलजाउनु, भन्नु भन्नु सही त भन्नु न, के देख्नुहुन्छ नराम्रो? ल ठिक छ, जे नराम्रो छ हामी प्रार्थना गर्छौँ। सबले हात बढाउनुहोस् माथि, सबले प्रार्थना गर्नुहोस्। नामान कुष्ठ रोगीको रोग कसलाई गएको थियो सुन्नु भयो कि नै? गेहेजीलाई पछाडिबाट हेर्नुभयो भने यो शैतान तपाईँभित्र घुस्ला भए। खराब सपनाबाट प्रभु यसो छोडीको लागि हामी प्रार्थना गर्छौँ। प्रभु हे परमेश्वर, पवित्र आत्मा इनका भूल गल्तीलाई क्षमा दिनुहोस्। प्रभु दया गर्नुहोस्, प्रभु मद्दत गर्नुहोस्, निगाह गर्नुहोस्। हजुरको महिमा होस्। यस छोरीको जीवनमा प्रभु 600 र 300 हुन्छ प्रभु। खाना पछि 300, खाना अगाडि खाली पेटमा 600 र शरीरमा प्रभु इनको घाउ छ। तपाईँ परम प्रभु परमेश्वरले हिल गर्नुहोस्, निको पार्नुहोस्। प्रभु यो छोरीलाई हिल गर्नुहोस्, जसरी हिरालाई निको पार्नुभयो प्रभु, उर्मिलालाई निको पार्नुभयो प्रभु। मेरो परमेश्वर एलियालाई तपाईँ परम प्रभुले निको पार्नुभयो जीसस नेम, येशूको नाममा प्रभु। उपवास प्रार्थना सक्नुभयो प्रभु, तपाईँबाट ठुला ठुला चमत्कारका कामहरू भए, अद्भुत कामहरू भए। परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ। ताली दिनुहोस् प्रभुलाई, ताली दिनुहोस्, ताली दिनुहोस्, ताली दिनुहोस्। आफू गरम महसुस गर्नुहोस्। पवित्र आत्माको सामर्थ्य, पवित्र आत्माको कन्ट्रोल, पवित्र आत्माको अभिषेक यहाँ बनेको शिशु नासरीको नाममा। परम प्रभुको आत्माले मलाई यस्तो कुरा देखाउँदै हुनुहुन्छ। कोही जोडी हुनुहुन्छ यहाँ, श्रीमान श्रीमती हुनुहुन्छ, बाहिर राम्रो छ तर भित्र गडबड छ। आजको मिटिङबाट तपाईँहरूले मलाई नभने तापनि म अहिले लास्टमा हात राख्ने छु। तपाईँको जोडीमा परमेश्वरले आशिष दिन गइराख्नु भएको छ। 3 वर्षदेखि तपाईँ डिस्टर्बमा हुनुहुन्छ। म केही जवानहरूलाई पापमा फसेको देख्दैछु। अप्ठ्यारो नमान्नुहोस्, छोड्नुहोस्।
परमप्रभुको आत्माले मलाई भन्दै हुनुहुन्छ पापबाट बाहिर आउनुहोस्, तपाईँ गलत सङ्गतबाट बाहिर आउनुहोस्। परमप्रभुको आत्माले यही कुरा देखाउँदै हुनुहुन्छ। यदि तपाईँ जवान भएर बत्तिसमा लिएर ग्रहण गरेर एक प्रभुको सेवक हुनुहुन्छ, एक प्रभुको सेवा गर्ने परमप्रभुको इच्छा छ, तर पनि तपाईँ या तपाईँ भित्र भएका तपाईँका परिवारबाट तपाईँ तनाव पाउनुहुन्छ, तपाईँ पटक पटक ती कामहरूमा पर्नु भएको छ। आज प्रभुले आजाद गर्नुहुनेछ। ताली बजाउनुहोस् प्रभु, ताली बजाउनुहोस्।